वाउ कस्तो राम्रो फुलिएको है तिम्रो हातमा त जादु छ क्या हो वाउ कस्तो मिठो थियो अनि कसरी नखानु हो भुजिया पनि हाल्दिनौ भुजिया कहाँ हाल्दिनु माथि कि तल तल टुबडी लाऊ त यत्रो के हो सही पनि आउन खान अझै खान्छस् ए आउँ त लिन आउँ न आत्तेर हेलो गाइज नमस्कार गुड इभिनिङ के हो श्रीमती आज के पाक्दैछ आज चाहिँ रोटी हो रोटी सब्जी हो आज ए के सब्जी चाहिँ के पकायो सब्जी 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 चाहिँ आज वाउ यामी आज रोटी ताजा ताजा रोटी पाक्दैछ हजुर वाउ कस्तो राम्रो फुलिएको है तिम्रो हातमा त जादु छ क्या हो वाउ गोलो नै भएन यस्तो छ कस्तो यस्तै हो पिठो अलिक गिलो भएछ आज हो त्यो पनि फेरि फुलिन्छ त्यसरी नै फुलिहाल्छ भने किन नफुल्ने फुलिएकै रोटी चाहियो यता चाहिँ मेरो छोरोले खाना खाइरहेछ रोटीसँग सब्जी कस्तो छ बेटा खाजा आज ठन्डा पनि यस्तो मिठो छ भुजियासित दामी लाग्छ त्यो चाहिँ फुल्यो नि त्यति राम्रो होइन फुलिएर किन नफुल्ने ए यस चन्नाको झोल पनि दिनु ल कस्तो छ बेटा खाना चाहिँ यहाँ स्पाइसी वाह स्पाइसी टेस्टी मिठो चना चाहिँ किन नखाएको नि झोल चाहिएको थियो क्या तातो त दामी छ भुजियासित मस्त ब्लेन्ड भइरहेछ गाइस तपाईहरु पनि आउनुस् खानालाई यम्मी बनेको छ रोटी चनाको सब्जी रोटी बेल्न त तिमी धेरै सिपालु भएको आम्मा रोटी बेला मात्रै सिपालु है फुल्ला उल्ला पनि सिपालु कस्तो वाउ दामी फुलियो चाहिँ मम रोटी दिनुहोस् न कति हाल्दिनु दुईटा दुईटा अब त कमाल गर्ने भयो मेरो छोराले यस्तो मिठो थियो अनि कसरी नखानु हो भुजिया पनि हाल्दिनौ भुजिया कहाँ हाल्दिनु माथि कि तल तल आज त पेटैमा भर्ने भयो गाइस यति मिठो भयो मुखै नआउनु हो नि पेटमा भरिहाल्छ नि कस्तो हावा काट्दै कपाल यतिसम्म मात्र काट्ने भनेको यति 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 गर्दै पुरै हान्थ्यो सबै अब राति कसले जानु भन्छ केस काट्नलाई राम्रो उता बन्द थियो त अनि यता गएको हान्दी यहाँ चाहिँ जान हतार भएको थियो
झापा जानु भनेको अब आपासमा अब रोटी चाहिँ खाइदिउँ न अब अरू कुरो राति केस काटेर नुहाउनु जाने त अब नुहाउन त अब 5 दिन पछि ए त्यस्तो पनि हुन्छ केस काटेर सबै त बिरामी हुन्छ कहाँ गएको थिइस् आज मनी गएको थिएँ कम्पनीमा के रुम्नलाई झन् रोटी खान्छ भनेर छिटो तातो रोटी भनेको त रोटी त फुल्नै बिर्स्यो होला बिर्सेछ सर कागती त खोइ खान्छ जस्तै ल काट्नु त नि प्याज चाहिँ मसिनो पारेर काट्दा प्याज र धनियाँ काट्नु म यतिकै खान्छु दिनमा त्यो कपाल चलाएर चाहिँ हात चाहिँ धोइ पहिला कपाल ए म त हात हात धराइदिन्छ नि खा खा खाइहाल भाइ खाइहाल अलिकति अचार के गर्नु भयो अलिक बिस्तारै खाऊ न टेस्टी छ यहाँसम्म हान्दिनु भनेको यहाँसम्म राम्रो हुन्छ भाइ कस्तो लाग्यो बुढो यहाँसम्म राम्रो हुन्छ दामी छ ए समीर भाइ प्याज हाल्दै त भिनाजुलाई झोपडी समीर प्याज हाल्दै त यहाँ स्टाइलले हालिदिस् त भनेर भाँचिएर त्यो रात यत्रो सही पनि आउनु खान अहिले एकछिन तिम्रो कति कतिवटा खाने हौ दुईवटा त म सबैजनाले भइहाल्छ छ रोटी म त्यस्तो धेरै खाने होइन धेर भयो सरेर अरू खाँदैनौ अझै खान्छस् ए आउँ त लिन आउँ न आत्तेर निम्बु तिमीले कति छिटो खाइसकेको सरोज म जहिले छिटै खान्छु कस्तो छ समीर आज आम्मो के हो केही पनि छैन त थालमा त खाइसके दुईचोटि अनि के हुन्छ कस्तो छ त नि आज मिठो छ नि कस्तो हेलो गाइज हजुरलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा प्रतिक्रिया दिनु होला लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गर्न नभुल्नु होला